साथीहरु सबैजनालाई स्वागत छ र हजुरहरुलाई कस्तो छ म यहाँ सन्चै छु र आजको यस नयाँ भ्लगमा हजुरहरुलाई धेरै धेरै स्वागत गर्न चाहन्छु र आज हामी के गर्छौं तपाईलाई देखाउँछु। हाम्रो सानो मन्दिर कोठा छ, यहाँ चाहिँ म सधैँ पूजा गर्ने गर्छु र तपाईलाई सानो क्लिप देखाउँछु। गाइस पूजा सकिसकेको छ र अब म चाहिँ एकछिन बाहिर काम गर्न जान्छु अनि पछि तपाईलाई भेटौँ। काम सकेर आइसकेको छु हैन। आज हाम्रोमा चाहिँ चिया टिप्ने खेताला आउनुहुन्छ र तपाईहरुलाई म देखाउने छु चिया टिपेको गरेको। चाहिँ मम्मी खानपिन तयार गर्दै हुनुहुन्छ। जब खाना खाने बेला भयो, खाना खाएर तपाईहरुलाई भेट्छु म है। साथीहरु खानपिन भइसक्यो हैन। अब चाहिँ हामी चिया खान्छौँ। चिया काट्ने मेसिन पनि आइसकेको छ। अब तपाईहरुलाई चाहिँ म सिधै चियाबारी गरेर भेट्छु है।
यहाँ चाहिँ चिया टिपेर राखिरहेको छ। यहाँ चाहिँ म छिप्पेको चियाहरू छान्दै बसिरहेको छु। यहाँ चियाबारीमा छान्दै बसिरहेको छु। यो छानिसकेको अहिले चाहिँ यति। अब टिप्दै हुन्छ बाबाहरू तर टिप्दै हुन्छ। म चिया छान्दै बसिरहेको छु होइन। चियाबारीबाट सिन्ची राम्रो आउँछ साथीहरू। मम्मी चाहिँ बारी बिचको उन्यु काट्दै हुन्छ। बाबा र बडापाहरूको टिप्दै हुनुहुन्छ चिया। अब काटेपछि होइन टक्क बोरा थाप्नु मेरो ड्युटी। अब बोरा थाप्नु जाँदैछु। अब बोरा थापेर देखाउन पाउँदिनँ, क्यामेराम्यान छैन हो। यतिकै हामीले बडीगार्ड पनि राखेको छौँ साथीहरू। 3टा बडीगार्ड छन् यहाँ। पानी परिरहेछ। त्यहाँतिर दिँदै पानी पऱ्यो एक्कासी होइन। सबैजना बसिरहनु भएको यस्तै हो। पानी परेपछि गयो। म चाहिँ बडालाई घोडा भन्नु जाँदैछु चिया लानलाई। दोकान पारी पुऱ्याउनु जानुपर्छ। अनि पारी चिया लान भनेर घोडा भन्यो आयो। अनि आउनुहुन्छ नि घोडामा भारी सारी हाल्दै लगिनुहुन्छ। A few moments later. बडै आउनुहुनेछ। बडा चाहिँ भ्याउनुहुन्न अरे। अनि घोडा लिएर आयो। यस्तै छ। म चाहिँ बाबालाई लुगा लिइदिनु गएको होइन। बाबा त चियाबारीमा चिया टिप्दै हुन्छ। पानी ल्याइदिनु सबै भिज्नु भएको छ। म पनि भिज्न सिकिदिएको छु हल्का देख्न सक्नुहुन्छ। अब बाबालाई लुगा ल्याइदिन्छु। बाबा घोडा लिएर जानुहुन्छ पारी चिया पुऱ्याउन। त्यस पछाडि आदि कुरा हुँदै जान्छ। मम्मी आएर बडालाई चिया पाइन्छ। गाउँको बाटो चाहिँ यस्तो छ साथीहरू। यस्तै छ। पारीको गाउँको भ्यू देख्न सक्नुहुन्छ। जङ्गल लडाउनु भएछ अलिअलि। यस्तै छ साथीहरू। आजलाई यति नै र अब हामी अर्को ब्लगमा भेट्नेछौँ। तपाईँको लागि बाई बाई। सी यू इन नेक्स्ट ब्लग। र अब यो ब्लग हेरी नराम्रो राम्रो लागेमा कमेन्टमा प्रतिक्रिया दिनुहोला र भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला।